गएर काम कपाल गरेर अझ धर्छ क्या बुढीमा त्यहाँ छ उतो आज चाहिँ मेरो छोरा हेलो हेलो ल हामी चाहिँ अब जाँदैछौँ है ट्याक्सीमा गौशाला मित्र पार्कको जाममा छौँ मेरो छोरा र अनि बुहारी लिएर ओ माई गॉड एयरपोर्ट हिँड्दैछ म इधर चाहिँ अस्ट्रेलिया जाने रे अब रहरले होइन बाटा पशुपतिनाथलाई पनि दर्शन है अब हामी छिप्यो है यता इन्टरनेसनल एयरपोर्ट जनताहरूको हो Where is my wife? छिर्दैछौँ त्यहाँबाट पुरा देवकी हेलो सर उहाँलाई ल्यापटप भारी भइसक्यो त्यो पाराको लगेज पुरै लगेज बोकेर बसिरहेको छौँ है लाइन छ अलिकति लेट चाहिँ के हुन्छ कहाँबाट जाने हामी कहाँ छौँ हामी एयरपोर्टमा छौँ होइन हामी चाहिँ बोर्डिङ पास लिएर अब थाई एयरपोर्ट TG320 फ्लाइटलाई पुगिरहेको छौँ हामी जाने प्लेन आइपुग्यो त्यही भएर त्यहाँ खोलाको क्या उनीहरू हाम्रो त उता होला थाइले त यसको ल्यान्डिङ हो त्यहीबाट पौली बस चढाएर जस्तै हुँदो रहेछ यहाँ त यहाँ हाम्रो थाई है गाई बेबी ट्रेन चढ्न लाग्यो तिमी हेर ह्यान्डगाडी बोकेर डल्लाडोली बोकेर दुईटा त हुँदैन रहेछ भाइ तिनवटा हो नि त KTM टु ब्याङ्कक टु सिडनी छ सिट छ पङ्खै माथि परिरहेछ काठमाडौँदेखि ब्याङ्कक जाने हो भने चाहिँ TG320 यस्तो हुन्छ होला नि है यो चाहिँ यस्तो है यो खालखान ट्रे स्पेस राम्रो छ यहाँनिर चाहिँ अगाडिको पनि छ है त नाइस यो चाहिँ बोटल होल्डर लाएर देखाइदिनु न नाइस हो नाइस अब हामी ब्याङ्ककको फ्लाइटमा 27 भयो 130 को फ्लाइट थियो अराउन्ड 30 मिनट्स डिले भयो अझै मान्छेहरू चढ्दै हुन्छ होला टेकअपलाई फर्काउँदैछ है फर्काउँदैछ
पार गर्दैछ हाम्रो प्लेनले पुरा त्यो हेर्नुपर्छ खतरा देख्दैछ लाइटिङ अस्ट्रेलियाको भाइ सोलेर दिइरहेछ ओपेरा हाउस जस्तो डिजाइन हो ब्याङ्ककसम्मको यात्रा कस्तो रह्यो त दामी दामी लाग्यो त्यत्रो सुतेर पनि पुरा मान्छेहरू रेडी भएर नछ है हामी निस्किनु होला बिस्तारै निकाल्दैछ लाइटिङ चाहिँ बबाल मान्छेले किन सुटकेस बोकेर आउँदो रहेछ बल्ल थाहा भयो मजाको ट्रली रहेछ म त भएको सफा गर्दै बस्छ नि यसले ए चाहिँ आफै सफा गर्ने मिसिन है ब्याङ्ककको एयरपोर्टमा है हामी चाहिँ बगाल्दैछ ल यहाँ पुरा सिसामा रिफ्लेक्सन देख्ने रहेछ है उता पनि कहाँसम्म हो पत्तो छैन होइन त्यो हेरिसकिन्न यता पनि कहाँसम्म हो हेरिसकिन्न त्यो समुद्रको मन्थन गरेको ठाउँ छ अरे एउटा तर त्यहाँसम्म पुग्न 15 मिनट लाग्छ अरे है त ल कहिले छ ल के हो यहाँ रमाइलो रमाइलो छ क्या यताको डिजाइन सिजाइन होइन पुरा यसो टुरिस्टलाई एट्र्याक्ट गर्न बनाएको रहेछ यहाँ समुद्र मन्थन गरेको ठाउँ छ अरे होइन यहाँनिर छ ल यहाँ चाहिँ यस्तो रहेछ आँप रहेछ आँप जस्तो यस्तै हो हामीले खानेर लास्टमा त सोप रहेछ क्या त्यहाँ चाहिँ सोप आँपको आकारमा आँप चाहिँ धेरै फल्दो रहेछ क्या हो रहेछ कति धेरै आँपको त्यो ड्राई म्याङ्गोहरू होइन पुरै यस्तो रहेछ क्या डिजाइन चाहिँ सही बनाएको तर के भएर जान्छ है हामी त राम्रै छ राम्रो एयरपोर्ट यस्तो अलिक म्यानेज लाग्यो क्या एयरपोर्ट चाहिँ सानो कुरा पनि पुरा म्यानेज गरेर अब हामी यताबाट हुँदै त्यहाँनिर प्लेन ट्याक्क रोकिराखेको छ होइन त्यहाँ जानु त्यो C7मा हामीलाई चाहिँ होइन थाई एयरलाइन्सकोहरू अब आउनु त्यो प्लेनमा चढ्न भनेर बोलाइसक्यो यस आउन नसकेको भएर हामी चाहिँ नमानी अरू चाहिँ जाँदैछन् होइन अब यहाँ 3-4जना मात्र छौँ यहाँ हाम्रो ग्रुपलाई चाहिँ बोलाएको छैन तर मान्छे त्यहाँ किन त्यसरी भिड लगाइरहेछन् मैले त पुरै बुझेको छैन है यहाँनिर देवकीलाई चढ्न मन लागिसक्यो फेरि प्लेनमै मजा अरे हाम्रो यहाँ छ ह्यान्ड क्यारिजहरू र अब गयो है सर र प्लेन चढ्दै मेन सिट देऊ ल प्लेनको ढोकाबाट ต่ำกว่า 18 ปี และเราไม่อนุญาตให้ผู้โดยสารนำเครื่องดื่มแอลกอฮอล์มาดื่มในระหว่างเที่ยวบิน ल
एयरपोर्ट वेदर इज नाइस वेदर अब हामी निस्किँदैछ बाहिर है लगेज कुर्दैछौँ हामी त हामी निस्किँदैछौँ सेफली त अब हामी एराइभल्स बीमा छौँ यहाँ पर्खेर छ हामी कुन एयरपोर्ट किङ्सफोर्ड सिडनी एयरपोर्टमा हामी कुरिरहेको